अहिले फिलहाल आफ्नो जातिको भाषामा यसो बनायो भनेर इग्नोर नगर्नु होला भिडियोलाई। म भर्खर पुगिसकेँ, मलाई हाम्रो भाइले लिन यहाँ आइपुगे, जो कि मलाई अलिकति हेर्न सक्नुहुन्छ डाक्टर नुमल नोमको साहित्य सचिवलाई एकत्रित पारेर राख्नु त्यति साधारण र सजिलो कुरै होइन। यत्रो सजिलो हजार हजार लाख लाख मान्छेहरूलाई कुना काप्चामा बसेको मान्छेको खा खबर राखेर सङ्घबद्ध राख्नु सजिलो कुरा होइन। मेरो नाम सुरज गौतम, हजुरको सामु 2-3 गीत प्रस्तुत गर्न गइरहेको छौँ। त्यही आशामा आजको भिडियोलाई म यही समाप्त गर्दैछु। जय गोर्खा। हेलो एंड वेलकम बैक डियर पुरुषों एंड पुरुषानियों। तो कैसे तुम लोग, जैसे मजे में रहो। तो आज की इस वीडियो में बात करेंगे कुरा त भइराख्छ। नमस्कार साथियों, जय गोर्खा। ऑल असम गोर्खा स्टूडेंट यूनियन 6th फाइनल कन्फरेन्स जो कि कार्बिआङ डिस्ट्रिक्ट कमिटीको आज 18 अप्रिलमा हुँदैछ। त म त्यसैको लागि भिडियो बनाउँदैछु, जो कि साथीहरू हजुरहरूले आज यो मेरो भिडियो हेरेर फुल सपोर्ट तपाईकोतिर म चाहन्छु। यो भिडियोलाई पुरा हेरिदिनु होला र साथैमा कस्तो लाग्छ भिडियो हेरेर कमेन्टमा चाहिँ कमेन्ट गरिदिनु होला। यो प्रोग्राम कहाँ हुँदैछ भन्दाखेरि तपाईँको बोकाजन माटीपुल, जो कि घरियाल डुबी रस्ता भएर जान सकिन्छ या अरू रस्ताबाट पनि आउने व्यवस्था छ। सो साथीहो, म अब निस्किन आँटेको घरदेखिबाट वहाँ पुगेपछि हजुरहरूलाई म भिडियोमा देखाउने छु कस्तो के हुँदैछ भनेर। तर त्योभन्दा पहिला हजुरहरू यो च्यानलमा नयाँ आउनुभएको छ भने च्यानललाई सब्सक्राइब गरिदिनु, साथै लाइक र सेयर गरिदिनु होला। यो अरू भिडियो नभए पनि यो भिडियो जातिको प्रति हजुरहरूलाई माया यही भिडियोबाट तपाईँहरूले देखाउन सक्नुहुन्छ। जोहरू दर्शक बिन्दुहरू आउन सक्नुभएको छैन उहाँहरू यो भिडियो हेरेर एटलिस्ट आफ्नो मनलाई चाहिँ सान्त्वना दिन सक्नुहुन्छ। कोही काहीँ दुःख परेर केही व्यवस्था भएको लागि नआउन सकेको लागि यो भिडियो चाहिँ पुरा हेरिदिनुहोस्। म भर्खर पुगिसकेँ, मलाई हाम्रो भाइले लिन यहाँ आइपुगे, जो कि मलाई अलिकति अप्ठ्यारो लाग्दै थियो भित्र पस्न। अब म यहाँबाट गेटबाट इन्ट्री गर्छु। हाम्रो आञ्चलिक गोर्जन आञ्चलिकको शिक्षा सचिव त्यो त अलग कुरा हो। स्वागत। म गेटभित्र एन्ट्री गरिसकेको छु। अब तपाईँहरूलाई म देखाउँछु अगाडि के हुन्छ। सर सुनिलको स्पिच हुनेवाला छ। अब यहाँ हेर्न सक्नुहुन्छ फिल्डमा आफ्नो जातिको लागि माया भनेको यस्तो हुन्छ, पुरा भिडभाड भइरहेछन्। पहिला त यस्तो पनि हुन्थेन। हेर्न सक्नुहुन्छ डाक्टर नुमल नोमिनजीको स्पिच। के भन्नुहुन्छ हाम्रो जातिको लागि। म एउटा आनन्दित যে 6 পেনেল কনফারেন্সত আপোনালোকে মোক নিমন্ত্ৰণ কৰি আনিলে আৰু দুআষাৰ ক'বলৈ সুবিধা দিয়াৰ কাৰণে। আৰু সদায় গোৰ্খা সমাজত যেতিয়া মই আহোঁ সদায় মোৰ মনটো খুব উৎফুল্লিত হৈ থাকে। I feel very happy when I come to meet the Gorkha people wherever they are. म हजुरहरूलाई हाम्रो वर्जन अञ्चलिकको जो मूल सचिव हुनुहुन्छ उहाँसँग अलिकति भेटघाट गराउन चाहन्छु र उहाँको नाम के हो र उहाँले के कस्तो लाग्यो आजको प्रोग्राम, त उहाँले अलिकति जानकारी दिनुहुन्छ भन्ने म एउटा आशा गर्दै हजुरहरूको अगाडि उहाँलाई म यसो भेटघाट गराउन चाहँदैछु। सो यो उहाँ मूल सचिव चाहिँ कस्तो लाग्यो आजको प्रोग्राम हजुरलाई। सर्वप्रथम सबैलाई नमस्कार र हाम्रो समीरजीको च्यानललाई हेरिराख्नु भएकोमा धेरै धेरै धन्यवाद र सेयर पनि गरिदिनु होला। र म वर्जन रिजनल कमिटीको मूल सचिव र उहाँले सोध्नु भएको जस्तो कि आजको हाम्रो 6औं डिस्ट्रिक्ट कमिटीको अधिवेशन यहाँ भइरहेको छ र हेरेर राम्रो लाग्दैछ। आफ्नो जातिको यति ग्यादरिङ एकता देखेर हृदयबाट नै खुसी व्यक्त गर्दछु। र साथै आजको अधिवेशनमा हाम्रो कार्बिआङ जिल्ला समितिको सभापतिको रूपमा श्री नारायण छेत्री जी, जो कि देउपानीमा बसोबास छ, उहाँ सभापतिको रूपमा चयनित हुनुभएको छ। र साथै हाम्रो बिचमा हाम्रो वर्जन आञ्चलिक समितिबाट पनि जिल्ला समितिमा हामीले हाम्रो कमल तिवारीजीलाई साहित्य सचिवको रूपमा चयनित भएको छ र उहाँलाई पनि आफ्नो मनको कुरा भनिदिन अनुरोध गर्दछु। सबैभन्दा अगाडि सर्वप्रथम नमस्कार, म कमल तिवारी। अहिले नयाँ कमिटी गठन भएकोमा म डिस्ट्रिक्ट कमिटी अखिल असम गोर्खा छात्र सङ्घ कार्बिआङ डिस्ट्रिक्ट कमिटीको साहित्य सचिवको पदमा रहेको छु। र आजको हाम्रो अधिवेशन अति नै राम्रो थियो। धेरै कुरा सिक्यो, धेरै कुरा जान्यो। अरू म यो कुरा भन्न चाहन्छु कि अब हामीले पद त लियो र साथैमा हामीले काम पनि गरिन्छ। पद मात्रै लिने होइन, हामीले काम पनि आफ्नो फुल जोसले गर्छौँ। हामीले जहाँसम्म सक्छौँ हामीले आफ्नो बेस्ट दिन्छौँ डिस्ट्रिक्ट कमिटीलाई अगाडि लैजान। अरू
हाम्रो अन्तर्गत बोर्जन कमिटीलाई पनि हामीले सहायता गर्छौँ र बोर्जन कमिटीको पनि हेल्प लिन्छौँ केही हाम्रो जरुरत पर्यो भने। र हाम्रो मूल सचिवजीलाई पनि मैले धन्यवाद दिन चाहन्छु। उहाँले यति दिनबाट मेहनत गर्नुभएको छ यो हाम्रो प्रोग्रामलाई चाहिँ हाम्रो अधिवेशनलाई चाहिँ सक्सेसफुल बनाउनको लागि। अरू यति नै भन्न चाहन्छु, च्यानलमा सब्सक्राइब गर्नु होला, हेरिराख्नु होला। उहाँको ब्लग्स अति राम्रो ब्लग्स बनाउनुहुन्छ उहाँले। धेरै धेरै धन्यवाद छ मूल सचिव बोर्जन आञ्चलिक र डिस्ट्रिक्ट कमिटीको कार्यालय डिस्ट्रिक्ट कमिटीको सहायता सचिवलाई र हजुरहरूको मुखबाट हामीले सुन्न पाइयो। आजको यो प्रोग्राम राम्रो भयो, जुन हिसाबले हामीले सोचेको थिएन त्यसको भन्दा अझै कई गुणा राम्रो भएको रहेछ। र आउँदो 2 सालमा जुन फेरि हुनेवाला छ यो 7वां अधिवेशन जुन हुन्छ त्यो अझै भव्यतामा हुने विचारमा व्यवस्था लाउनु भएको रहेछ। र उहाँले भन्नुभयो कि आउँदो यो 2 सालको भित्र जुन कार्यकाल हुन्छ उहाँको 2 सालमा जुन प्रेसिडेन्ट हो त्यो 2 सालको भित्र उहाँले अझै बहुत धेरै काम गर्नुहुन्छ आफ्नो जातिको प्रति भन्दा स्टुडेन्ट यानि छात्रको लागि र नभएर अझै जातिको प्रति विभिन्न सेक्टरमा काम गर्न जाँदै हुनुहुन्छ। र अब 2 साल पछि फेरि हामीले यसरी नै भिडियो बनाउन पाऊँ र हजुरको पनि 2 शब्द फेरि त्यतिखेर सुन्न पाऊँ। हाम्रो दर्शकबिन्दुहरूले पनि हजुरको 2 शब्द सुन्न पाए राम्रो हुन्थ्यो। र मूल सचिवजीको पनि हामीले पुरा बुझ्यो, बहुत राम्रो लाग्यो अरे उहाँलाई। म त भर्खर आइपुगेको दिनमा अलिक आउन सकिनँ, अलिक असुविधाको लागि। र म अहिले आएर हेरेँ। अब एकछिनमा हाम्रो यहाँ गायक बब्लु नेवारजी आउँदै हुनुहुन्छ। उहाँको अगर हामीले कस्तो हुन्छ कन्सर्ट चाहिँ हामी हेरौँ अनि हजुरहरूलाई पनि देखाउने चेष्टा गर्छौँ। र तब तक हजुर हामीहरूको यो भिडियोमा बनिराख्नु होला। आफूले चाहिँ नगर्ने अर्कालाई मात्रै दोष देखाउँदै घुम्ने त्यो नीति अब परिहार गर्नुपर्छ। अब परिवर्तन ल्याउनुपर्छ। अब परिवर्तन ल्याउनुपर्छ सोचमा। त्यो सोचले अब हामी बस्न सक्दैनौँ। त्यही कारण म अनुरोध गर्न चाहन्छु, अब सुरुवात कहाँबाट गर्ने त, कसरी गर्ने त? अब पढेर आयौँ, गरेर आयौँ, परिस्थिति त्यही थियो, परम्परा त्यही थियो, त्यही तरिकाले बढ्यो। र सुरुवात आजबाटै अहिलेबाटै गर्नुपर्छ। सुरुवात गर्नको लागि कुनै स्पेसल मुहुर्तको शुभ मुहुर्तको प्रयोजन छैन। जहिले जहाँ छौँ त्यहाँबाट जुरुक्क उठौँ, त्यही दिन हाम्रो सुरुवात हो। त्यही दिन नै हाम्रो सुरुवात हो। तपाईँले सोच्नुहोस् आजदेखि म यो गर्दिनँ त गर्दिनँ, खतम। यो बाहेक तपाईँलाई कुनै पृथ्वीको शक्तिले तपाईँले त्यो गराउनु सक्दैन। आजदेखि तपाईँ सोच्नुहोस्, तपाईँ विचार गर्नुहोस्, तपाईँ मान्नुहोस्, आजदेखि म मेरो जातिको अर्को मान्छेको कसैको पनि म बदनामी गर्दिनँ, अरूको कुरामा गरेर हिँड्दिनँ। म आफ्नो काममा व्यस्त रहन्छु भनेर सोचेर राख्नुहोस्। त्यो दिनदेखि तपाईँ सुरु आफ्नो काममा गर्नु। तपाईँ सोच्नुहोस् आजदेखि अहिलेदेखि नै म गुट्का खानु छोड्दै, यो गुट्का जातीय वस्तुमा खाँदै खान्न आजदेखि चट्टै छोडे भन्नुहोस्। पृथ्वीको कुनै शक्तिले आएर तपाईँको मुखमा गुट्काको च्याउरा दिन सक्दैन जबसम्म तपाईँले खान्न भनेर खान्छु भन्ने सोच्नु। कुरा बुझेर राख्न हामीलाई जरुरी छ। हामी असममा छरपष्ट भएर बसेका छौँ। हामी कुनै एक ठाउँमा कुचुक्क भएर बसेको जाति होइन। सबियादेखि दुमुरीसम्म चुस सबैतिर हामी छरपष्ट भएर बसेका छौँ। यत्रो छरपष्ट भएर बसेको मान्छेलाई नि एकत्रित पारेर राख्नु त्यति साधारण र सजिलो कुरै होइन। यत्रो हजार लाख मान्छेहरूलाई कुना काप्चामा बसेको मान्छेको खा खबर राखेर सङ्घबद्ध राख्नु सजिलो कुरा होइन। अखिल असम गोर्खा छात्र सङ्घलाई शक्तिशाली पार्नुको अर्थ क्या हो भन्दा असममा बसोबास गर्ने, असमभरि बसोबास गर्ने गोर्खाली जनसाधारणलाई कहीँ अप्ठ्यारो पर्यो, कहीँ दुःख पर्यो, कहीँ पीर मार्का पर्यो, कसले बचाउँछ, कसले बचाएको छ? अखिल असम गोर्खा छात्र सङ्घले बचाएको छ। अखिल असम गोर्खा छात्र नै त्यो सङ्गठन हो। राति 12 बज्दा पनि 10वटा केटा बाइक लिएर तुरन्तै जातलाई उद्धार गरेर भन्दा निक्लिनु सक्ने सङ्गठन अखिल असम गोर्खा छात्र सङ्घ हो कि होइन भन्नुहोस्, हो कि होइन भन्नुहोस् त। र अखिल असम गोर्खा छात्र सङ्घ भनेको युवा जोसको सङ्गठन हो। अखिल असम गोर्खा छात्र सङ्गठन भनेको अराजनैतिक सङ्गठन हो। कुनै पनि राजनैतिक दलको सदस्यहरू यो सङ्गठनमा घुरेका छैनन्। कुनै पनि राजनैतिक दलको पदाधिकारीहरू अखिल असम गोर्खा छात्र सङ्घमा छैनन्। भनिसकेपछि निष्पक्ष निष्कलङ्क सङ्गठन, जुन सङ्गठनमा कुनै पनि राजनीतिको मान्छे छैनन्, केवल मात्र जातिको विकास र उद्धार गर्नको निम्ति चलिएको सङ्गठन, खडा भएको सङ्गठन, जुन सङ्गठनले चाहिँ 24/7 कुनै पनि समयमा भन्नुहोस् मान्छेलाई आफ्नो जनतालाई सेवा गर्न तत्पर रहन्छ अखिल असम गोर्खा छात्र सङ्घ। अब यो सङ्गठनलाई चाहिँ मजबुत नपारेर कसलाई मजबुत पार्ने त्यो विचार तपाईँले आफै गर्नुहोस्। आदरणीय महानुभाव, आउने समयमा कार्बी आङ्ग्लङमा सशक्त रूपले गोर्खा जातीय जीवन सशक्त र मजबुतीको साथ थन्कियोस्।
कसैले दुःख नपाउनु अप्ठ्यारो नपरोस् भन्ने मनोकामनाको साथ हामी आक्सु केन्द्रीय समिति आउने समयमा आक्सु कार्बी आङ्ग्लुङ जिल्ला समितिको साथसाथमै कार्बी आङ्ग्लुङको जनताको उत्तर प्रगतिको लागि काम गर्ने र तपाईहरुको निम्ति हामीले गर्नुपर्ने हाम्रो भूमिका पूर्ण रूपले हामी पालन गर्ने प्रतिश्रुतिको साथ तपाईहरु पनि धेरै समयबाट गीत सुन्न पर्खिराख्नु भएको छ र तपाईहरुको यो गीत सुन्ने जुन इच्छालाई धेरै म अप्ठ्यारो नपारिकन आफ्नो वक्तव्य समाप्त गर्न चाहन्छु। तर सब वक्तव्य समाप्त गर्न अगाडि यस फेकमा कमसेकम आउँदो 15 दिनसम्म गुन्जिरहने प्रकारले एउटा जोरदार उद्घोष म सुन्न चाहन्छु। जय गोर्खाको एकदम त्यो हात मुठी पारेर आजसम्म नचिच्याको जोडले भन्नुहोस् जय गोर्खा। भर्खर हामीले सेन्ट्रल कमिटीको जो प्रेसिडेन्ट हुनुहुन्छ सुनिल छेत्रीजीको दुईटा शब्द हामीले सुन्यो। उहाँको शब्दमा जुन एउटा आगो बलेको छ जातिको लागि लिएर हामीले पनि आफ्नो आउने दिनको लागि त्यसरी नै हिँड्नुपर्ने भन्ने वही रास्तामा जानु जरुरी छ र साथै त्यसको पछि अहिले हामीले सरको दुईटा शब्द सुनिसकेपछि जस्ट नाचगान पनि भयो। एउटा सानो नानीहरूले बालकहरूले एउटा प्रदर्शन गरे, नाचेर देखाएर एउटा राम्रो नृत्य गरे। त्यसको पछि अहिले एक दुईटा अब सिङ्गिङ हुन्छ। यहाँको लोकल जो सिङ्गर भाइहरूले पनि गाए। अब हाम्रो यहाँ अलिक लोकलभन्दा अलिक फेमस भइसक्नु भएको सुरज गौतमजी हुनुहुन्छ। उहाँको गीत हजुरलाई म यो भिडियोको माध्यमबाट देखाउन चाहन्छु। साथै उसको पछि हाम्रो यहाँ जसलाई हामीले बोलाएको थियौँ सिङ्गरको रूपमा बब्लु नेवारजी, उहाँ रेडी हुँदै हुनुहुन्छ। उहाँ एकछिन पछि फेरि मञ्चमा आउनुहुन्छ। त्यो मञ्चमा आउँदाखेरि हजुरहरूलाई म त्यो पनि देखाउँछु। तब तक हजुर हाम्रो भिडियोमा कन्टिन्यू बन्नु होला। आजको आफ्नो जातिको भाषामा बनाएको छु, सबैले सपोर्ट गर्नु होला। मेरो नाम सुरज गौतम, हजुरको सामु दुई तीनवटा गीत प्रस्तुत गर्न गइरहेको छौँ। लुकी चोरी राख्छु माया बिति नभन्नु होला, लुकी चोरी राख्छु माया बिति नभन्नु होला, हिमाचली पल्लोपट्टि छेकछेक गरेको होला। यसै गर्दै गर्दै अब हामी यो प्रोग्राम समाप्त अब एकछिन पछि हुन्छ। त्योभन्दा अगाडि म यसो निस्किन आँटेको किनकि राति पनि ओभर भइसक्यो। अहिले अब 2 बज्छ एकछिनमा, 2 होइन 1.5 बज्छ अब एकछिनमा। त घर पनि पुग्न छ, निन्द्रा पनि लाग्दैछ। कस्तो खाले प्रोग्राम भयो अब हजुरहरूलाई कस्तो लाग्यो हेरेर त्यो कमेन्टमा यसो आफ्नो राय चाहिँ लेखिदिनु होला। साथैमा अर्को भिडियोमा फेरि हजुरहरूसँग भेटिन्छ जो नेसनल ल्याङ्ग्वेज हिन्दीमै भेटिन्छ। तर अहिले फिलहाल आफ्नो जातिको भाषामा यसो बनायो भनेर इग्नोर नगर्नु होला भिडियोलाई। त्यही आशामा आजको भिडियोलाई म यही समाप्त गर्दैछु। जय गोर्खा।